काठमाडौँको एक कोठामा बस्ने केटा सन्देश बीबीएस पढ्दै थियो र बिहान बेलुका एउटा रेस्टुरेन्टमा वेटरको काम गर्थ्यो। तलब जम्मा 8,000 थियो। उही रेस्टुरेन्टमा हरेक बेलुका 6 बजे एउटी केटी आउँथे जसको नाम हो अनुष्का। उनी बीबीए पढ्थे। उनको बाबुको ठुलो कम्पनी थियो, तर उनी भने एक्लै आएर एउटा चिया र 1 घण्टा किताब पढेर जान्थे। सन्देशले हरेक दिन उनको टेबल सफा गर्थ्यो। बिस्तारै आँखामा कुरा हुन थाल्यो। एक दिनको कुरा हो, धेरै पानी परेको थियो। अनुष्काको छाता थिएन। सन्देशले आफ्नो पुरानो छाता दियो। दिदी, यो लैजानुहोस्। अनुष्काले भोलि छाता फिर्ता गर्दा एउटा चकलेट पनि दिए। यसरी मित्रता भयो। अनुष्कालाई थाहा थियो सन्देशको अवस्था, तर कहिले हेपिन। उल्टै भन्थे, तिम्रो मेहनत एक दिन रङ ल्याउनेछ। 1 वर्षपछि सन्देशको पढाइ सकियो। उसले एउटा सानो कम्पनीमा 25,000 को जागिर पायो। त्यही दिन उसले हिम्मत गरेर अनुष्कालाई भन्यो, म तिमीलाई मन पराउँछु, तर मसँग अहिले केही पनि छैन। अनुष्का मुसु मुसु हाँसेर भनिन्, तिमी 3 रुपियाँको चिया बेच्ने वेटरबाट आज 25,000 को अफिसर बन्यौ। यही नै सबैभन्दा ठुलो कुरा हो। तर 2 महिनापछि अनुष्काको घरबाट बिहेको कुरा आयो, बिजनेसम्यानको छोरासँग। यो कुराले अनुष्का निकै चिन्तित भइन्। अन्तिममा बाबुलाई एउटा कुरा मात्र भनिन्, बाबा, पैसा हुनेसँग बिहे गरेर सुखी हुने भए त्यो वेटरलाई 3 रुपियाँको चिया किन खुवाउँदैन? बाबुले मान्नु भएन। बिहेको कार्ड पनि छापियो। बिहेभन्दा 1 दिन अगाडि सन्देशको फोनमा मेसेज आयो अनुष्काको। लेखेको थियो, भोलि बिहान 8 बजे त्यही रेस्टुरेन्टमा आऊ। हामीले बसेको त्यही टेबलमा अन्तिम चिया खाऊ। सन्देश 7:30 पुग्यो। 8 बज्यो, 9 बज्यो, तर अनुष्का आएन। वेटरलाई सोद्धा भन्यो, बिहान एउटी दिदी आएर 3 रुपियाँको चियाको पैसा तिरेर गई र यो चिठी तपाईँलाई दिनु भनेर गई। चिठीमा लेखेको थियो, सन्देश, म घरबाट भाग्न सकिनँ। मेरो परिवार मेरो लागि सबै हो, तर तिमीलाई दिएको वचन भाँच्न पनि सकिनँ। त्यसैले आज मेरो बिहे हुँदैछ। तिमीले दिएको छाताले मलाई पानीबाट बचाएको थियो। आज तिमीले मेरो निर्णयलाई सम्मान गरेर मलाई बचाइदेऊ। हाम्रो प्रेम 3 रुपियाँको चिया जस्तै थियो, सानो तर जिन्दगीभर मिठो लाग्ने। खुसी रहनु। सन्देशले त्यो 3 रुपियाँको बिल आज पनि आफ्नो वालेटमा राखेको छ।